आहाय हामी आमाले क्या ल्यायो के ल्यायो माने तँसिनी कपडा ल्याए ठन्डी भयो अब खाना यतिवटा कपडा धै देखाउँदै कहाँ कपडा ल्याइदिया मुखी लागि यही जाडीकी लागि धै ल आहा यतिवटा कच्चा आहा न आहा रे जाडी हुन्न भने कि ल्याऊ त कि जाडी भयो भने आएका हुन् आहा यतिवटा कपडा ल्याइदियो थ्याङ्क यू आमा थ्याङ्क यू ह म यही कपडा लगाएँ नि त अब निक्करी काम गर्ने हौ ठिक छ घाँस अब मैला जानु भने है कपडा पर पोसो पोसो हाल जा पराउन नानु भइसक्यो घाँस काटिहाल्यो नि जा आँसी पनि लिनु कहाँ राख्नु मैले आँसी ए लसु को बोलाउने यसरी किन उचिल्लाउने आइगा कि तमी कन्ने आउन कि भनेर दादा मनिषा कपडा ल्याइदिउँ तँको लागि ल कन्ने भने म कपडा ल्याइदिनु मैले भने यहाँ त कपडा ल्याइदिए भने कि यहाँ ल सुसुको लुगाइबाट खाइ त चमेन पनि आनिदिएकी हौ घाँस काट्न बाइक हो पर पोसो पोसो हाल्ल्या हो खाली त सुसुको आनिदिएको तँको लागि ल ठिकै छ म काम गर्ने नै मैले अहिले भने आहा न आज त मेरो आमाले यतिवटा कपडा ल्याइदिया खान आज त सुत्ने बेला जाडी हुने नै आहा न जल्दी जल्दी काम हरि त खाना पकायो भने त सब किटी पनि त आज त सुति जानुपर्ने हो औँसी भोल अनलाइन पुल घुम्न जानुपर्ने हो अनि त्यहाँ केटी पठाउनु पर्ने हो तिनी कपडा लगायो भने त कति राम्रा कपडा ल्याइदिएका छन् आहा न आज त आमाले भनेको सब काम गरी पनि त भोल बाहिर जानुपर्ने हो 4 लाइन पुल घुम्न आहा न यति राम्रा कपडा ल्याइदिएका छन् आज त जाडी हुने नै मजा आउने हो न लसु कति काम भर्ती छ आमाले केही कामहरू गर्दैन कति काम भर्ती छ लसु म आज काम गर्ने नै मुस्कु बढी थोके आयो आज यति पढ्याउ म काम गर्दैन तँ क्या काम भर्ती त्यही आमाले नि काम भर्दैन अहिले काम सकिल्या सबै होइन अब म भोल घुम्न जाने हौ 4 लाइन पुल कि आमा यहाँ लसु काम भर्दा जाँदै थालेकै आमाले घुम्न जाने मात्रै भन्नु हो केही काम केही गर्दैन घुम्नु मात्रै क्या बसिरहेको त क्या रुवा जोम गर्न लागि क्या भयो म क्या भनौँ जति काम गरे पनि हामी आमा देखिनु न अब मैले काम गरेको देख्दिनँ लच्छुले काम नगरेको पनि काम गर्यो भन्ने फोन मात्र अब क्या भनौँ अब केही दुःख जन्माने सौदीले यसै हुन्थ्यो नि म सम्झाइहरू ला काम गर्छ